हेलो साथीहरू सबैजनालाई वेलकम स्वागत छ मेरो युट्युब नि भ्लगमा। अनि साथीहरू म चाहिँ धेरै दिनको बाद फेरि पनि भ्लग बनाउँदैछु। अनि तपाईँहरू सबैजना आराम कुशलले सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु साथीहरू। अनि त्यसपछि यति बेला चाहिँ हामी चाहिँ कहाँ जान लागेको भन्दाखेरि हामी चाहिँ टेलर जान लागेको है साथीहरू। म र मेरो बुहारी अनि सानो नानीलाई पनि लिएर गएको साथीहरू है। अनि हाम्रोतिर चाहिँ यति बेला एकदम गर्मी चढिसकेको छ है साथीहरू। तपाईँहरूकोतिर चाहिँ कस्तो छ? अनि साथीहरू है, अनि यो चाहिँ यो हामी अहिले हिँडिरहेको यो चाहिँ हाम्रो चिसाङ खोला हो। अनि हाम्रो चिसाङ खोलाको अवस्था चाहिँ यस्तो छ, अहिले पुरा पानी छैन नि होइन, अलिअलि मात्रै छ कि पानी। तर अब यो भदौ असारतिर चाहिँ यस्तो डेन्जर पानी आउँछ साथीहरू, बाढी आउँछ। यताबाट हामी उता जान सक्दैनौँ, उताबाट यताको मान्छे आउनै पाउँदैन क्या, त्यस्तो डेन्जर खोला आउँछ क्या बाढी। यहाँ हेर्नु न, मैले अघि देखाएँ नि त जुम गरेर, त्यो चाहिँ ट्र्याक्टरहरू है साथीहरू। यो चाहिँ बालुवा गिटीहरू लिन आएको क्या साथीहरू। यहाँ चाहिँ वर्षमा एकचोटि खोला खन्ने समय आउँछ नि, त्यो बेलामा चाहिँ पुरा मेला जस्तो पो हुन्छ त साथीहरू, त्यो ट्र्याक्टरहरू क्या। अनि साथीहरू यो पानी देखेर चाहिँ मलाई नुहाउँ जस्तो फिल भएको थियो, तर यस्तो खुलायाम ठाउँमा नुहाउने कुरो पनि भएन है साथीहरू। अनि हाम्रोतिर चाहिँ पुरा गर्मी छ। अनि म चाहिँ छाता उडेर हिँडिरहेछु, यहाँ नानीहरू चाहिँ नअड्ने अरे, किनभने ऊ चाहिँ हिँड्ने भन्छ है। अनि साथीहरू अहिले चाहिँ हावाले फेरि ओडौँ भन्दा पनि हावाले उडाइ लैजाने, छातालाई नअडौँ भने घामले पोल्ने भइरहेको थियो। तर पनि म चाहिँ जबरजस्ती ओडिरहेको थिएँ साथीहरू। अनि साथीहरू यो खोला कटेपछि चाहिँ त्यो दिदीको टेलर्स आइहाल्छ कि है, हेर्दाखेरि चाहिँ यहीँ जस्तो, तर त्यो बाटो बाङ्गो टिङ्गो भएको कारणले गर्दा चाहिँ हिँड्दै जाँदा चाहिँ टाढो क्या साथीहरू है। अनि हामी चाहिँ जाने यात्रामै छौँ है, त उयसमै छौँ, जारी नै छ हाम्रो के अरे यात्रा, हिँड्दैछौँ अनि साथीहरू हाम्रो चाहिँ फाइनली हाम्रो गन्तव्य ठाउँ आइपुग्यो है। यो सानो चाहिँ उहाँको टेलर छ, अनि उतापट्टि चाहिँ उहाँको घर बन्दैछ। अनि हामी चाहिँ छैन जस्तो लागेको थियो, तर हुनुहुँदो रहेछ कि उहाँको साथीहरूसँग गफ गर्दै हुनुहुँदो रहेछ। अनि यहाँ मैले जति पनि कपडा देखाएको छु थोरै भए तापनि हामी कुन कलरको लगाउने, कुन डिजाइनको लगाउने, लेहेङ्गा लाउने कि साडी लाउने कि उहाँले सबै सिलाइदिनुहुन्छ है, अर्डर गऱ्यौँ भने हामीले चाहिँ। अनि साथीहरू हाम्रो चाहिँ नापजाप सकेर चाहिँ होइन, अनि हामी चाहिँ उता दोकान गयौँ एक्सट्रिम खानालाई साथीहरू। गर्मी भएको छ नि त, अनि हामी चाहिँ जहिले तहिले चाहिँ खाँदैनौँ है साथीहरू, कहिलेकाहीँ मात्रै हो, जहिले तहिले खानु पनि हुँदैन है स्वास्थ्यको लागि। अनि हामीले खाएको देखेर साथीहरू नानीले नि माग्दै रहेछ, अब नानीलाई त कहाँ दिने कुरै भएन है। अनि साथीहरू अब यहाँदेखि चाहिँ हामी गयौँ, त्यहाँदेखि उता चाहिँ मैले भिडियो बनाउन सकिनँ, हतार थियो साथीहरू घरेलु सङ्गति जानलाई है। अनि त्यो गएको पनि हामी सङ्गति गएको पनि मैले भिडियो बनाउन पनि पाएन, हतारको कारणले गर्दा। अब साइकलमा हिँड्दाखेरि अप्ठ्यारो पनि हुन्छ नि त। अनि साथीहरू चाहिँ घाममा हामी चाहिँ हतार पुरा 2 घन्टाको यात्रामा आउँदाखेरि चाहिँ हामीलाई त पुरा तिर्खा लागेको थियो। अनि यो पानी खान बस्यौँ। अनि साथीहरू अनि त्यसपछि साथीहरू हामी पानी खाइसकेपछि चाहिँ हाम्रो सेवालाई हामी सुरु गर्न गयौँ उतातिर है। अनि त्यसपछि साथीहरू हामी हाम्रो दिदीले वचन भन्नुभयो, सञ्चालन चाहिँ म थिएँ साथीहरू है। सेवाहरू गऱ्यौँ, भजनहरू गायौँ, वचनहरू सुन्यौँ, एकदम रमाइलो भयो। अनि यहाँ जति पनि उपस्थित हुनुहुन्थ्यो उहाँ चाहिँ कोही पनि उयो चाहिँ होइन कि साथीहरू, विश्वासी चाहिँ हुनुहुन्न रहेछ कि, कतिजना हुनुहुन्थ्यो, आउनुभएको थियो अरे, अरू पनि हामी चाहिँ ढिलो आएको कारणले गर्दा फर्किनु भएछ। उहाँ अङ्कल हुनुहुन्छ नि टोपी लगाएको, उहाँ मात्रै विश्वासी हुनुहुँदो रहेछ। उहाँको सबै दाजुभाइहरू, आफै सम्धीहरू क्या, दिदीहरू, भिनाजुहरू, ज्वाइँहरू हुनुहुँदो रहेछ। तर विश्वासी नभए तापनि उहाँहरू चाहिँ हाम्रो वचनहरू सुन्नलाई, भजनहरू गाएको सुन्नलाई आउनुभएको थियो। अनि एकदमै खुसी लाग्यो साथीहरू। अनि हाम्रो सेवालाई सकेर साथीहरू हामी चाहिँ खाजाहरू खान तयारीमा लाग्यौँ, किनभने उहाँले हाम्रो निम्ति खाजाहरू पनि बनाउनु भएको रहेछ। अब नखाऊँ भने पनि बिचारा है खेर जाने। अनि त्यसपछि हेर्दा साधारण भए पनि चिउरा भुजा तरकारी भए पनि खाँदा चाहिँ एकदम मिठो भएको थियो साथीहरू, एकदम मिठो भयो। अनि पेट फुलिने गरी हामीले चाहिँ खायौँ साथीहरू है। अनि त्यसपछि चाहिँ साथीहरू हामी खाइवरी हामी चाहिँ बिदा माग्ने तयारीमा गयौँ, किनभने अब फेरि हामी चाहिँ जानुपर्ने थियो नि त, टाढो पनि थियो। अनि रात पर्छ भनेर हामी चाहिँ छिटो खाइवरी अनि के अरे बिदा माग्न थाल्यौँ। अनि हामी चाहिँ थाल आफ्नो खाएको धुने भनेको पनि दिनै होइन कि साथीहरू है, जबरजस्ती खोसेर लानुभयो।
अनि त्यसपछि यहाँ बिदा माग्दै हुनुहुन्छ हाम्रो दिदीले है, म चाहिँ भिडियो बनाउँदैछु साथीहरू। अनि एक दुईजना बहिनीहरू चाहिँ अघि अगाडि गएर माथि गएर बसिराख्नु भएको रहेछ कि रोडमा है, हामीलाई पर्खेर। अनि त्यसपछि साथीहरू हाम्रो स्कुटीलाई हामीले निकाल्यौँ, स्टार्ट गर्नलाई तयारी गर्दैछौँ साथीहरू है। अनि अघि आउँदा चाहिँ हामी चाहिँ कोही ढिलो कोही छिटो भएको कारणले गर्दा अगाडि पछाडि भएको थियौँ। अनि त्यही भएको कारणले गर्दाखेरि आउन पनि ढिलो भएको थियो क्या साथीहरू है। अनि जाँदाखेरि चाहिँ साथीहरू हामी चाहिँ धेरैजना भएको थियौँ क्या एकैचोटि, अनि मजा भएको थियो साथीहरू। अनि आउँदाखेरि चाहिँ मैले भिडियो पनि बनाउन पाएको थिएन क्या साथीहरू, साइकलमा अप्ठ्यारो पनि हुन्छ नि त। अनि त्यही भएको कारणले गर्दा जाँदा चाहिँ अनि यसो अलिअलि क्लिप गरिरहेको थिएँ, भिडियो बनाइरहेको थिएँ है साथीहरू। अनि साथीहरू त्यहाँ टन्न खाएर आए पनि हामी चाहिँ चटपटे खानालाई बस्यौँ है साथीहरू है। अनि यहाँदेखि उता चाहिँ मैले भिडियो बनाइला र साथीहरू सबैजनालाई बाई बाई, फेरि पनि अर्को मिनी ब्लगमा भेट्नुपर्छ है सबैलाई, बाई बाई।